हेलो नमस्ते। यदि तपाईहरुलाई ट्याग क्वेशन जान्न इच्छा छ भने ट्याग क्वेशनको विशेष इक्जाम्पलहरु थाहा पाउनको लागि तपाई सही भिडियोमा आउनु भएको छ। यो भन्दा अगाडि हामीले बनाएको भिडियोमा ट्याग क्वेशनको एक खालको चिरफार भएको थियो र त्यसमा त्यो भन्दा केही विशेष सेन्टेन्सहरु जो हामीलाई कन्फ्युजिङ हुन्छन् त्यसको बारेमा आज क्लियर गर्ने छौं। भिडियो धेरै लामो हुने छैन। यहाँ बोर्डमा देखिए अनुसार 6 वटा टपिकहरु हामीले लेखेका छौं। ट्याग क्वेशन को कन्फ्युजिङ पोइन्ट्सहरु कहाँ हुनेछन्, कुन सेन्टेन्सहरुले हामीलाई कन्फ्युज बनाउँछन् त्यो कुरा हामी यहाँ लेखेका छौं। ट्याग क्वेशन डबल सब्जेक्ट्स हैन अथवा दुईटा पार्ट्सहरु भएको सेन्टेन्सहरुमा ट्याग क्वेशन कसरी गराउने हामी त्यहीबाट सुरु गर्छौं। I think her answer is correct। जब हामी यो सेन्टेन्स देख्छौं बोर्डमा त्यसपछि हामीलाई लाग्छ कि अब क्वेशन ट्याग I think बाट बनाउने कि her answer बाट बनाउने। अब यहाँनिर I think गर्यो भने don't I हुने हो। her answer is अनुसार गर्यो भने isn't it हुने हो। यदि I think, I'm sure जस्तो सेन्टेन्सहरु छ भने यसको मेन क्लज मेन भनाइ कुन हो त्यसमा ध्यान दिनुपर्छ र आई थिंक मलाई लाग्छ उनको आन्सर सही छ सही छैन र त्यसैले यहाँ हर आन्सरलाई नै मेन मानेर यो मलाई लाग्छ हैन म निश्चित छु भन्ने कुरा मुख्य वाक्य होइन। यहाँ मेन सेन्टेन्स अनुसार हामीले ट्याग बनाउनु पर्छ। त्यसैले के गर्दै छौं हामी हर आन्सर इज करेक्ट isn't it। her answer भनेको it भयो है, isn't it। त्यस्तै I'm sure the girl is my sister। the girl is my sister, isn't she? isn't she? if he gets money he will contact you। अब यो if सेन्टेन्समा के हुन्छ हामीलाई कन्फ्युज हुन सक्छ। he gets अनुसार ट्याग हुन्छ कि he will अनुसार ट्याग हुन्छ। यसमा if सेन्टेन्समा जहिले पनि के गर्नुपर्छ एउटा if क्लज हुन्छ एउटा मेन क्लज हुन्छ। if क्लज भनेको सहायक क्लज हो। मेन क्लज नै मुख्य सेन्टेन्स मानिन्छ। त्यसैले मेन क्लजलाई आधार मानेर क्वेशन ट्याग बनाउनु होला। he will contact you। यदि उसले पैसा पाउँछ भने तिमीलाई कन्ट्याक्ट गर्नेछ, गर्दैन र गर्ने छैन र won't he The writer and manager is present। यो डबल सब्जेक्ट छ यसमा। The writer and manager यो एग्रीमेन्टको एउटा राम्रो क्वेशन पनि हो। यहाँ इज लागेको छ र किन इज लागेको छ भने द राइटर एन्ड म्यानेजर यो दुईजना व्यक्ति पद मात्रै दुईजना हो, व्यक्ति एउटै हो। हामीलाई यो द फर्स्टमा लागेकोले यो एउटै व्यक्ति हो भन्ने जनाउँछ। त्यही पनि यस्तोमा तपाईहरु के भएर ढुक्क हुनु होला भने जब इज लाग्छ यो सिंगल पर्सन हो। सिंगल पर्सन भएको होला नि हामी के गर्ने इजन्ट गर्ने है। इजन्ट अब यो ही गराउँ हैन, इजन्ट सी गराए पनि हुन्छ किनभने द राइटर त्यो म्यानेजर फिमेल पनि हुन सक्ने भयो। यो हामी 1 नम्बर अन्तर्गत गर्यौं। अब सेकेन्ड नम्बर ट्याग रिपोर्टेड सेन्टेन्स। यो पनि एउटा कन्फ्युज्ड खालको क्वेशन छ। लेट्स सी द एक्जाम्पल। He told me that you were absent। He told me that you were absent। यहाँ दुईवटा पार्ट छन्। यदि रिपोर्टेड स्पीचमा he told me उले मलाई भन्यो कि पछाडि जे भने पनि रिपोर्टेड स्पीचमा फर्स्टको रिपोर्टिङ अनुसार नै ट्याग बनाउनु पर्ने हो है। त्यसैले he told me अनुसार didn't he गर्नुपर्छ यसमा। didn't he राइट। अब सेकेन्ड नम्बरको पनि तपाईहरुलाई गेस गर्न सक्नुहुन्छ आफै। It is said that people believe in heaven।
भनिन्छ मानिसहरू स्वर्गमा विश्वास गर्छन्, विश्वास गर्दैनन् र भन्ने कि होइन र भनेर भन्ने के भन्ने त भन्दा फर्स्टको रिपोर्टिङ भब अनुसार यसलाई ट्याग बनाउने. सो वी आर डुइङ इट इज सेड द्याट इजन्ट इट. गुड. नाउ ट्याग विथ लङ सेन्टेन्सेस. अब कतिपय लामा सेन्टेन्सहरू हुन्छन् र जसले हामीलाई के गराउँछन्, कन्फ्युज बनाउँछन्. द म्यान स्ट्यान्डिङ नियर द गेट इज योर टिचर. द म्यान स्ट्यान्डिङ नियर द गेट. अब यहाँ त्यो मान्छे, खास सब्जेक्ट के हो भन्ने फाइन्ड आउट गर्ने हो कि हामीले यसमा. त्यो मान्छे जो गेटनिर उभिरहेछ नि, अलिकति लामो सब्जेक्ट भयो, हुनलाई चाहिँ यो सिङ्गुलर मेल पर्सन हो, त्यसैले हामी इजन्ट हि गर्छौँ. इजन्ट हि है. सिमिलरली नेक्स्ट सेन्टेन्स, द स्टुडेन्ट्स सिटिङ इन द लास्ट रो. अन्तिम रोमा बसिरहेको विद्यार्थीहरू. यो यता एक्सप्लानेसन गरेको सब्जेक्ट के हो, द स्टुडेन्ट्स हो, त्यसैले प्लुरल हो. यो द स्टुडेन्ट्स भनेको दे भयो. ह्याभ यहाँ सब्जेक्ट के अरे चाहिँ एक्जुलरी भर्ब छ, त्यसैले ह्याभ दे है. यो नेगेटिभ छ, त्यसैले हामीले ह्याभ दे गर्ने. हामीले फर्स्ट, सेकेन्ड र थर्डको गरिसकेका छौँ. अब 4, 5, 6 को हेर्दै गर्नुहोस्. डियरसँग कस्तो ट्याग गर्ने है. निड्स भब आयो भने ट्याग क्वेसन के हुन्छ, युज टु भयो भने ट्याग क्वेसन के हुन्छ. अब हामी केही इक्जाम्पलहरू यसमा लेख्छौँ. क्यान यु गिभ सम इक्जाम्पल्स हियर. डियर लगाएर सेन्टेन्स बनाउनुहोस् त. हाउ टु मेक इट युजिङ डियर. यु डियर नट टेल द ट्रुथ. हेरौँ है एउटा. He dare not to tell the truth. सोच्दै गर्नु होला है. यसको ट्याग चाहिँ सोच्दै गर्नु होला के हुन्छ. I dare not to ask her. यसमा ट्याग के हुन्छ. अब यहाँनिर हेर्नु, डियर नट र आई डियर नट टेल, ही डियर नट टेल, आई डियर नट आस्क. यो डियर नट टेल र डियर नट आस्कमा डियरलाई एक्जुलरी भर्ब जस्तो मान्नुभयो अथवा अर्डिनरी मेन भर्ब जस्तो मान्नुभयो. यसमा डज नट टेल जस्तो होइन, डु नट आस्क जस्तै यसले एक्जुलरी भर्बको काम गरेको छ. त्यसैले हामी यसमा के गर्छौँ, डियरकै प्रयोग गरिन्छ है. क्वेसन ट्याग गर्दाखेरि डियरकै गरिन्छ. डियर. अब यसमा के हुने, यसलाई एक्जुलरी भर्ब मानेर डियर ही हुने भयो. अब यो पनि सेम हो. डियर आई, सरी, डियर आई. अर्को सेन्टेन्स बनाऊ. He dares to challenge me. अब यसमा के हुन्छ हेर्नुहोस् त. माथिको डियर भन्दा तलको डियर फरक छ. माथि एक्जुलरी भर्बको रूपमा काम गरेको छ, तल चाहिँ छैन. त्यसैले हामी यहाँ के गर्छौँ, यहाँ डियर्सलाई मेन भर्ब ठानेर डु डज डिडको प्रयोग गर्छौँ. doesn't he. यो त भयो
डियरको प्रयोग हैन। त्यस्तै निडको प्रयोग हामी यसै प्रकारले गर्छौँ। He needs to leave now. He needs to leave now. यसलाई के गर्ने, यसको ट्याग सोच्दै गर्नुहोस् है त। He needn't leave now. यो दुईवटा सेन्टेन्समा एउटा निड मेन भर्बको रूपमा आएको छ र अर्को निड चाहिँ एक्जुलेरी भर्बको रूपमा आएको छ है। त्यसैले हामी के गर्छौँ, जुन एक्जुलेरी भर्ब छ, कुन चाहिँ एक्जुलेरी भर्ब होला, निडन्ट लिभ, दिस इज एक्जुलेरी भर्ब। त्यसैले हामीले यहाँ के गर्छौँ, निड ही, निड ही। तर माथि चाहिँ यो निड्स छ, यो मेन भर्बको काम गरेको छ। त्यसैले डजन्ट ही। आज हामीले निडको फरक गरेर पनि क्वेसन ट्याग गरायौँ। अब हामी लास्टको एउटा युज टु को प्रयोग गर्दैछौँ है। सी युज टु लिभ हियर है। सोच्नुहोस् त के हुन्छ यसमा। सी युज टु लिभ हियर, सी डज नट use to, she does not, did not try है, she did not use to live here। यो दुईवटा सेन्टेन्समा use to आयो भने यसलाई के गर्ने, V2 नै मान्ने हो है। यसलाई युजन्ट पनि हुन्छ है, यसको ट्याग एउटा ओल्ड युजमा। तर हामीले अब यसलाई मोडर्न ग्रामरमा युज टु आयो भने त्यसलाई के गर्ने, पास्ट टेन्सको प्रयोग गर्ने। युज टु भएपछि डिडन्ट सी। अब यहाँ डिड आइसकेको छ, त्यसैले नेगेटिभ छ, डिड सी हुन्छ, डिड सी। थ्याङ्क यू। आज हामीले ट्याग क्वेसनको मेन कुराहरू चाहिँ पढ्यौँ। योभन्दा डिटेल हेर्नको लागि हामी अघिल्लो भिडियोमा हेर्नेछौँ। आजलाई यति नै।